Ready. Yo, what's up guys? Welcome back to my another brand new video. धेरै पछि आज चाहिँ म कामबाट फर्केँ। हिजो सामान सब मिलाइसकेको थिएँ। आज चाहिँ म जाँदैछु गाइस सोलो क्याम्पिङ। हेरौँ कस्तो हुन्छ। वेदर चाहिँ दामी भइरहेछ आज। झोलाभित्र के होला त भनेर म तपाईँहरूलाई त्यहीँ पुगेर देखाउँला। म त जाँदैछु ट्रेन स्टेसनतिर। ट्रेनबाट चाहिँ लगभग 40-50 मिनट जानुपर्छ। अनि त्यहाँबाट चाहिँ 45 मिनट जति चाहिँ जङ्गलको बाटो छेउछेउमा पानीको नजिकबाट चाहिँ हिँड्नुपर्छ। अनि मैले सबै सामान मगाइसकेको थिएँ। ड्याङ शान्तिनाथ सामान त मैले अली एक्सप्रेस टेमुबाट मगाउँछु ग्यास। तपाईँहरू पनि मगाउन सक्नुहुन्छ। शान्तिनाथ सामान चाहिन्छ भने चाहिँ दामी छ। मैले प्रमोसन पेड प्रमोसन गराएको छ होइन यो यत्तिकै। पहिला पनि म छुट्टीमा जहिले यसरी नै हिँड्थेँ। तर घरमै फर्किन्थेँ। यसपालि चाहिँ डिफ्रेन्ट हुनेवाला छ। म घुम्छु अनि त्यहीँ बस्छु। हिँड्छु म। त्यसपछि रेड बुल ब्रेक गर्छु गाइस। अहिले चाहिँ यो चेरी हो कि के हो यो कालो छ। म चाहिँ यहाँ पुगी पनि सकेँ गाइस। म बस्ने चाहिँ यहीँ पछाडि हो। अहिले ताल पऱ्यो भने म पौडी पनि खेल्छु एकछिन यता। झोलामा के छ? टेन्ट, सुत्नलाई खानेकुरा त कति हो कति। गाइस म चाहिँ आएर नि टेन्ट सेन्टमा हल्का स्न्याक्स खानालाई चाहिँ यस्तो छ हल्का। बेलुकाको लागि टक्क बत्ती पनि छ मसँग। खान लागि म के ल्याएको छु त रामेन एउटा छ, चाउचाउ एउटा छ, मकै छ, यो कुखुरा, गोलभेडा, कागती एउटा, प्याज एउटा छ। मसँग ल्याएको छ सानो ग्यास पनि गाइस। बनाउनलाई भाँडा पनि ल्याएको छु गाइस। यो चाहिँ म बनाएर खान्छु गाइस। चिया पाक्दैछ गाइस मेरो। दुध चाहिँ ल्याएको छ र मैले ब्ल्याक टी खाइदिन्छु आज। लङसुकमा हालेको ब्ल्याक टी। दिन्छु म अब च्याटलाई। मेरो सानो सेटअप चाहिँ यस्तो छ, तर पावर चाहिँ ठुलो छ यस्तो। पनि पाकिसक्यो च्याट लाएर। मैले अन्डा पनि लिएर आउनु लाग्थेँ, अन्डा चाहिँ बिर्सेछु भने। अब केही छैन, यो रामेन खान्छु म मेट्टो गरेर। म अन्जन ब्रदर क्याम्पिङमै छ अन्जन पनि। यहाँ भ्यू चाहिँ यस्तै छ यता बोटमा। मेरो आजको रुम है यो चाहिँ। च्याट्ट लाएर म यहीँ सुत्छु। मेरो आजको लास्ट डिस पाक्दैछ गाइस। कति पनि खाइदिन्छु गाइस म च्याट्टला। यहाँ घाउमा कागती परेर फस्सै भयो त। चिया पनि पाक्दैछ मेरो। अनि यो सामान सब निकालेर प्याक गरेर अनि म लाग्छु घरतिर। मुख नै धुनु बिर्सेछ गाइस मैले। हल्का नेचरमा मुख धोइदिनु पऱ्यो। म चाहिँ
वान नाइट क्याम्पिङ हानेर मजाले सुतेर बेलुका चाहिँ हल्का चिसो भयो पानीको नजिक भएर होला तर मजाले सुतेँ म बिहान उठेँ चियासे खाएँ अब चाहिँ म लाग्दैछु घरतिर सो गाइज यति नै यो भ्लगको लागि अन्टिल नेक्स्ट टाइम पिस